वर्षौंदेखि हात्ती आतंकले आज झापाको उत्तरी गाउँहरूमा पुनः हात्ती आतंक सुरु भएपछि स्थानीय त्रसित भएका छन्। भारत पश्चिम बङ्गाल राज्यको वनबाट झापाको बाहुनडागी हुँदै नेपाल प्रवेश गर्ने जङ्गली हात्तीको हुलले स्थानीयलाई त्रसित बनाउने गरेको छ। झापाको बाहुनडागी, शान्तिनगर, बुधबारे, खुदुनाबारी र मेचीनगर लगायतका बासिन्दाले लगाएको मकैबाली पाक्न थालेसँगै हात्ती आतंक सुरु भएको हो। दैनिक जसो हुलका हुल आउने हात्तीले दुःख गरेर लगाएको बाली पाक्ने बेलामा खान र मास्न थालेपछि स्थानीयको दैनिकी हात्ती धपाउँदैमा बित्न थालेको छ। स्थानीय केटाकेटीदेखि वृद्ध वृद्धासम्म प्रहरी र वन रक्षकको साथ लागेर हात्ती धपाउन सक्रिय छन्। आफूहरूले दुःख गरेर लगाएको बाली हात्तीबाट जोगाउन आफ्नो ज्यान खतरामै राखेर लाग्नु परेको स्थानीयको दुखेसो छ। अहिले भनेको हात्तीले आएर तपाईँको यहाँ बाली खाइरहेको छ है। तपाईँको मान्छेको घरमा गएर घर लडाउन खोजिरहेको छ। अब हामी सबै भएर छेकिरहेका छौँ होइन। अब भरे के हुन्छ भन्ने कुरो थाहा छैन। अब बर्खाको दिन छ, पानी आयो भने तपाईँको हामी त्यो नियन्त्रण गर्न सक्दैनौँ। हामीले त यहाँ हात्तीको कारणले गर्दा आफूले वर्षभरि लगाउने अन्नबाली खान पाएका छैनौँ। यहाँ विद्यार्थी, मेरो क्षेत्र त अझै मैले पढाउने विद्यालय हात्तीको एउटा सारू गौडाको एउटा छेउमा पर्ने विद्यालय भएकोले हात्ती आउने यो समयमा विद्यालयमा विद्यार्थी नै त्यति हुँदैनन्। भन्यो भने यहाँ चाहिँ हात्तीले साह्रै नै दिइरहेछ। बाली नाली कसैले उठाउन पाएको छैनन् होइन। अब क्षतिको रूपमा भनौँ, क्षति त कति दिएको हुन्छ, तर त्यो अनुसारको क्षति पनि प्राप्त भएको छैन अहिलेसम्म। भारततिरबाट आउने जङ्गली हात्तीको उपद्रवले झापामा वर्षेनी ठूलो जनधनको क्षति हुने गरेको छ। हात्ती नियन्त्रण गर्न सरकारी तथा गैर सरकारी प्रयासहरू हुँदै नभएका पनि होइनन्। हात्ती नियन्त्रणका लागि पक्की मचान निर्माण, मौरी पालन, हात्तीबार, सुरुङबार र विद्युतीय तारबारका उपाय लगाइए पनि सफल हुन सकेको छैन। पछिल्लो पटक सरकारले गत माघमा हात्ती नियन्त्रणका लागि भन्दै पूर्वी सीमामा नेपालमै पहिलोपटक अफसेट फेन्स प्रविधिको विद्युतीय तारबारको उद्घाटन गरे पनि हालसम्म सुरु नै भएको छैन। त्यसैले हात्ती आतंकको डरलाग्दो ठाउँका रूपमा चिनिएको बाहुनडागीका बासिन्दा सरकारले हात्ती नियन्त्रणका लागि ठोस र वैज्ञानिक उपाय गर्न ढिलाइ गरेको प्रति दुःख व्यक्त गर्छन्। राज्य पक्षले पनि यो सम्बन्धी चाहिँ कुनै चासोहरू देखाएको छैन है। यहाँको मान्छेहरूलाई चाहिँ आएर हात्ती बारू गर्ने कहाँ चाहिँ नि अब त्यो विश्व ब्याङ्कबाट पैसा आएको छ के तार जाली घेराबारा गर्ने भन्ने खालको कुराहरू भइरहेको छ। अब त्यो पनि अहिले भएको छैन र यहाँको मान्छेहरू रातभर दिनभर काम गर्छन्, रातभर अब हात्ती लखेट्छन्, लखेटेर पनि पार लागेको छैन। जिल्ला वन कार्यालय झापाले राखेको पछिल्लो 4 वर्षको तथ्याङ्क अनुसार हात्तीको आक्रमणबाट हालसम्म 20 जनाको ज्यान गुमेको छ। जङ्गली हात्तीले वर्षेनी स्थानीयले लगाएको 100औं बिघा अन्नबाली नष्ट गर्दै आएको छ भने दर्जनौं घरहरू भत्काएर घरबारविहीन बनाएको छ। सगरमाथा टेलिभिजनका लागि झापाबाट पूजन घिमिरेको रिपोर्ट।